साथीहरू नमस्कार। यहाँहरूलाई स्वागत छ। माध्यमिक तह गणित विषय दोस्रो पत्रको चाहिँ भर्खरै परीक्षा सम्पन्न भएको छ र यही परिप्रेक्ष्यमा परीक्षामा सोधिएका प्रश्नहरूको सोलुसन जमरको चाहिँ मैले यो भिडियोमा गरेको छु। आउनुहोस् ढिला नगरिकन सोलुसनतिर प्रवेश गरौँ। र अलिकति यो टाइप गर्न समयले अलिकति नभए हुनाले मैले ह्यान्ड रिटन चाहिँ तपाईँहरू समक्ष राखेको छु। कहीँ अस्पष्ट भयो भने फेरि पनि क्लियर गरौँला। ढिला नगरिकन प्रश्नमा प्रवेश गरौँ। पहिलो प्रश्न थियो, हाउ वुड यु युज द कन्सेप्ट अफ डिस्टेन्स बिट्विन टु पोइन्ट्स टु कनेक्ट जियोमेट्री विथ अल्जेब्रा? गिभ एन इक्जाम्पल एन्ड डिस्क्राइब हाउ यु वुड टिच इट। यो डिस्टेन्स बिट्विन टु पोइन्ट्सको कन्सेप्टलाई जियोमेट्री र अल्जेब्रा कनेक्ट तिनीहरू रिलेटेड हो भन्ने कुरा बुझाउनलाई कसरी प्रयोग गर्नुहुन्छ? गिभ एन इक्जाम्पल, एउटा इक्जाम्पल दिएर चाहिँ डिस्क्राइब गर्नुहोस्, यसलाई कसरी पढाउनुहुन्छ डिस्क्राइब गर्नुहोस् भन्ने प्रश्न छ। मैले एन्सर लेख्ने जमर्क गरेको छु। अब यो नसोच्नु होला कि एक्ज्याक्टली यही हुनुपर्छ भन्ने होइन, योभन्दा राम्रो तपाईँको आउटलाइन पनि हुनसक्छ। र मैले घरमा टाइम बााउन्डमा नभइकन यत्तिकै लेखेको हो आफ्नो हिसाबले। सो मैले जति लेन्थ लेखेको छु त्यति लेन्थ तपाईँले इक्जाममा नलेखेको पनि हुनसक्छ। त्यसले पनि त्यति धेरै असर पर्दैन किनभने टाइम बााउन्ड हुन्छ इक्जाममा। सो यसलाई नै फाइनल यही नै हुनुपर्छ भनेर त्यो हार्ड एन्ड फास्ट नमान्नु होला। बट एउटा जनरल आइडिया कि क्वेसनले के सोधेछ, कसरी प्रेजेन्ट गर्ने भन्ने कुरा चाहिँ मैले प्रस्तुत गर्दैछु। ओके। र यो क्वेसनको मार्क डिस्ट्रिब्युसन 4+2+4 छ। यसको यहाँ तीनवटा पार्ट छ। यो कन्सेप्ट कसरी प्रयोग गर्नुहुन्छ, डिस्टेन्स बिट्विन टु पोइन्ट्सको कन्सेप्टलाई जियोमेट्री र अल्जेब्रा जोड्न कसरी प्रयोग गर्नुहुन्छ भन्ने एउटा पार्ट छ। इक्जाम्पल देऊ भन्ने अर्को पार्ट छ 2 मार्क्सको, र यसलाई चाहिँ कसरी पढाउनुहुन्छ भन्ने चाहिँ अर्को पार्ट छ। मैले 3 पार्टमा एन्सरहरू लेखेको छु। मेरो सोल्युसनको आइडिया सधैँ यस्तै नै हुन्छ, तपाईँलाई थाहा छ, पार्ट पार्ट छुट्याएर लेख्ने। फर्स्ट पार्टमा मैले लेखेँ जियोमेट्रीले सेप साइजको प्रोपर्टिजको अध्ययन गर्दछ भने अल्जेब्रा मूलतः प्याटर्न र जेनरलाइजेसनको अध्ययन हो। अब यिनलाई जोड्न छ भने सुरुमा यिनीहरूको भनौँ न आधा आधा लाइन, एक एक लाइन चाहिँ के गर्छन् यिनीहरूले, अथवा के हो त जियोमेट्री, के हो अल्जेब्रा भनेर लेखिदिएको एक लाइन। यदि गणितमा स्पेस सेप साइजको जेनरलाइजेसनको स्टडीको परिप्रेक्ष्य छ भने त्यहाँ अल्जेब्रा र जियोमेट्री कनेक्टेड हुन्छन्। अल्जेब्रा र जियोमेट्री कनेक्ट कहाँ हुन्छ भने जियोमेट्रीले सेप साइजको प्रपर्टी अध्ययन गर्छ, सेप साइज स्पेसको, होइन। अनि अल्जेब्राले मूल रूपमा प्याटर्न र जेनरलाइजेसन हेर्छ। अब सेप साइजको स्पेसकै जेनरलाइजेसन गर्नु पर्यो भने के गर्नु त भने त्यहाँ त सेप साइज हेर्नलाई जियोमेट्री चाहियो, जेनरलाइजेसनलाई अल्जेब्रा चाहियो भने त्यहाँ कनेक्ट हुन्छन् भनेर यो पहिला चाहिँ बेस्ट एन्सर एट फर्स्ट भन्छ कि तपाईँलाई त्यो प्रश्नले सोधेको सबभन्दा बेस्ट एन्सर जे आउँछ त्यो सबभन्दा सुरुमा लेख्ने भन्छ। त्यो मैले यहाँ 2 लाइनमा गरेँ, 2 सेन्टेन्समा। डिस्टेन्स बिट्विन टु जेनरल पोइन्ट्स यस्तै परिप्रेक्ष्य हो। डिस्टेन्स बिट्विन टु पोइन्ट्स भनेको पनि यस्तै परिप्रेक्ष्य हो किनभने यहाँ एउटा कुरा साइज निकाल्न छ, डिस्टेन्स भनेको लेन्थ हो, अनि त्यो चाहिँ अल्जेब्रा प्रयोग गरेर गर्नु छ भनेपछि यही कनेक्ट हुने चाहिँ परिप्रेक्ष्य हो भन्ने हामीले यहाँ एउटा चित्र देखाएँ मैले र यसको सूत्र लेखिदिएँ। अब यस सूत्रलाई नै व्याख्या गरिदिने किनभने डिस्टेन्स बिट्विन टु पोइन्ट्समा अरू अल्जेब्रा जोड्ने भनेपछि त फर्मुला नभइकन भएन। यो सूत्र एक अल्जेब्रिक सूत्र हो, यो सूत्र अल्जेब्राको हो, तर यसले एक जियोमेट्रिक इन्टिटी दूरी दिन्छ। हुन चाहिँ यो अल्जेब्राको, तर यसले दूरी दिन्छ। अझ माथिको चित्र एक जियोमेट्रिक एलिमेन्ट हो, यो चित्रै चाहिँ जियोमेट्रिक एलिमेन्ट हो। फेरि यसको सूत्र फेरि यो अल्जेब्रा हो। यसरी चाहिँ यिनीहरू रिलेट छन् भन्नु खोजेको। यसरी दूरी सूत्रमा अल्जेब्रा र जियोमेट्री एकअर्कामा निकट रूपमा कनेक्टेड हुन्छन्। यो माथिको 2 सेन्टेन्स, यो फिगर, यो फर्मुला, यसको कनेक्सन देखाइदिएपछि 4 मार्क्सको लागि तपाईँको पुग्यो। अब सेकेन्डमा 2 मार्क्स भनेपछि यसलाई चाहिँ एउटा इक्जाम्पल देऊ भनेछ। दुई बिन्दुहरू A45 र B62 बिचको दूरी भनेर निकालिदिने। तपाईँले के गर्नुभयो, यहाँ अल्जेब्रा प्रयोग गर्नुभयो। त एन्सर जो √13 आछ यो के हो, फेरि जियोमेट्रीको लेन्थको एन्सर हो। 2 मार्क्सलाई यति भएपछि पुग्छ। र थर्ड पार्ट छ, धेरै साथीहरूले च्यालेन्जिङ पनि लाग्यो भन्दै हुनुहुन्थ्यो कि यसलाई कसरी पढाउनुहुन्छ। दूरी सूत्रको माध्यमबाट अल्जेब्रा र जियोमेट्री बिचको सम्बन्ध शिक्षणको लागि निम्न क्रियाकलाप गर्न सकिन्छ। हेर्नुहोस् यहाँ क्वेसनले ख्याल गर्नुहोस्, दूरी सूत्र कसरी पढाउनुहुन्छ भनेको होइन यसले। कन्सेप्ट अफ डिस्टेन्स बिट्विन टु पोइन्ट्स टु कनेक्ट जियोमेट्री र अल्जेब्रा, जियोमेट्री र अल्जेब्रालाई चाहिँ कसरी पढाउनुहुन्छ भनेको हो। के गर्न सकिन्छ भने एउटै अक्ष एक्स र वाइमा पर्ने दुई बिन्दु लिने, पहिला दुईटा बिन्दु यस्तै एउटै अक्षमा पर्ने, मैले एक्स अक्षमा पर्ने लिइदिने दुईटा। जियोमेट्रिकल हिसाबले चाहिँ काउन्ट गरेर पनि निकाल्न सक्नुहुन्छ यिनीहरूको दूरी, 1 2 3 4। अनि बीजगणितीय विधि फेरि फर्मुला प्रयोग गरेर पनि निकाल्न सक्नुहुन्छ। भनेपछि यसले के देखायो भने दूरी सूत्रमा त
जियोमेट्री र अल्जेब्रा जोडिएका रहेछन्। फेरि जनरल पोइन्टको कुरामा आउनुहोस्। जनरल पोइन्टमा पनि एउटा एक्टिभिटी गर्न सकिन्छ। जियो बोर्ड बुझ्नु भयो होला, जियो बोर्ड काँटी ठोकेर बनाउने होला। जियो बोर्डमा दुई बिन्दुहरू एबी लिने, कुनै दुई बिन्दु एबी लिने र रबर तन्काई, यो रबर हो, रबर तन्काई एबिसी बनाउन लगाउने, रबरलाई यसरी तन्काएर राख्ने। अब के गर्ने भने साथीहरू, एकचोटि जियोमेट्रिक मेजरमेन्ट स्केलले नापेर एबीको दूरी निकाल्न लगाउने, एबीको दूरी निकाल्न लगाउने स्केलले नापेर। अब जियो बोर्डमा त कुनै एउटा पोइन्टलाई ओरिजिन फिक्स गर्नु पर्यो, त्यहाँ त कोअर्डिनेटर आउँछ। फेरि अल्जेब्रिक फर्मुला प्रयोग गरेर एरबीको कोअर्डिनेटलाई प्रयोग गरेर अनि अल्जेब्रिक फर्मुला प्रयोग गरेर फेरि एबी निकाली तुलना गर्न लगाउने। पहिला स्केलले नापेर निकाल्ने अनि एबीको जो कोअर्डिनेट छन् अब यसमा चाहिँ स्केल प्रयोग गर्ने भनेपछि तपाईँको जियो बोर्ड चाहिँ 1-1 सेन्टिमिटरमा ठोकिएको हुनु पर्यो काँटीहरू। एबी निकाली तुलना गर्न लगाउने भनेपछि दुईटा बराबर आउँछ भनेपछि त यो दूरी सूत्र भन्ने कुरामा त, दूरी निकाल्ने कुरामा त जियोमेट्री पनि त्यहाँ जोडिने रहेछ, अल्जेब्रा पनि जोडिने रहेछ भनेर विद्यार्थीले यसरी बुझ्छ। यसर्थ हाल गणितमा जियोमेट्रिकको अध्ययन जेनरलाइजेसनतर्फ उन्मुख छ। अहिलेको जियोमेट्री भनेको चाहिँ जेनरलाइजेसनतिर उन्मुख छ। तपाईँहरू देख्नुहुन्छ एक्सियमहरू पढाइ हुन्छ त्यहाँ होइन, त्यो भनेको जेनरलाइजेसन, एक्सियम भनेकै जेनरलाइजेसनको बेस। फलस्वरूप जियोमेट्री क्रमशः अल्जेब्रासँग कनेक्ट हुँदै गइरहेको छ। यसको स्पष्ट आभास दुई बिन्दु बिचको दूरीमा देख्न सकिन्छ। यो क्वेसनमा चाहिँ कन्क्लुजन लेख्न सकिने खालको क्वेसन थियो। म्याथमा सधैँभरि यस्तो प्रयास गर्नु जरुरी छैन, सधैँभरि कन्क्लुजन लेख्न पनि सकिँदैन। मैले चाहिँ यहाँनिर लेखिदिएको छु, यसरी चाहिँ तपाईँले कनेक्ट गर्न सक्नुहुन्छ। केही साथीहरूले यहाँनिर चाहिँ त्यो दूरी सूत्रको के भन्छ, दूरी दुई बिन्दु बिचको दूरीको फर्मुलालाई प्रुफ गरेर देखाइदिनु भयो होला, त्यो पनि गलत छैन, ठिकै हुन्छ त्यो पनि। तर तपाईँले त्यहाँ ख्याल गर्नुपर्ने कुरा के छ भने भाषा, लेखन शैली। म जो क्लासमा पनि बार बार जोड दिइरहेको छु, तपाईँले लेख्दाखेरि चाहिँ गरिदिने, देखाइदिने, भनिदिने, बताइदिने यस्तो भनेर लेख्नुहुन्न यो पेडागोजीमा चाहिँ। आखिरकार यस्तो हायर कन्टेन्ट पढाउने बेलामा तपाईँले जे हिसाब गर्नुहुन्छ बच्चालाई पनि त्यही नै हो। तर कुरा के हो भने त्यहाँ लेख्ने शैली चाहिँ गराउने, गर्न लगाउने, लेख्न लगाउने, सहयोग गर्ने यस्तो किसिमको चाहिँ वर्डहरू युज गर्नुपर्छ। दुई बिन्दु बिचको दूरी फर्मुला प्रुभ गर्नु भएको छ भने पनि विद्यार्थीलाई यो चाहिँ यसरी गर्न लगाउने, दुईवटा बिन्दु लिन लगाउने होइन, पर्पेन्डिकुलर खिच्न लगाउने, आखिर यही न हो लास्टमा फर्मुला भन्ने त त्यहाँ। के अरे चित्र त्यस्तै नै भन्छ नि, यसलाई x2y2 भन्छौँ, यसलाई x1y1 भन्छौँ। दुई बिन्दु लिन लगाउने, ए x1y1 बी x2y2, बीबाट एक्स अक्षमा पर्पेन्डिकुलर खिच्न लगाउने, एबाट वाइ अक्षमा अथवा चाहिँ त्यो बिसीमा भनौँ न, त्यो बीबाट तानिएको पर्पेन्डिकुलरमा अर्को पर्पेन्डिकुलर खिच्न लगाउने। यसो भाषा चाहिँ यो मैले जस्तो लेखेको छु नि, यहाँ निकाल्न लगाउने, तुलना गर्न लगाउने, यो खालको भाषा लेख्नुपर्छ। त्यति नै कुरा हो। क्वेसन नम्बर 2मा जाउँ। हाउ क्यान यु एक्सप्लेन द जियोमेट्रिक रिप्रेजेन्टेसन अफ कम्प्लेक्स नम्बर जेड इक्वल टू 2+3i? यो क्वेसन एकदम स्पेसिफिक छ। कम्प्लेक्स नम्बर पनि तोकेर त्यहीँ दिएको छ कि, हामीले लिनु छैन। अनि अर्गान डायग्राम, यो अर्गान डायग्राममा चाहिँ कसरी देखाउँछौ यसलाई? एन्ड हाउ वुड यु हेल्प स्टुडेन्ट्स अन्डरस्ट्यान्ड द कन्सेप्ट अफ मोडुलस एन्ड आर्गुमेन्ट? मोडुलस र आर्गुमेन्टको कन्सेप्ट विद्यार्थीलाई कसरी बुझाउँछ? दुईवटा क्वेसन हेर्नुहोस् है, यहाँ मैले बार बार भन्छु नि, यो ग्रुप एमा पनि पेडागोजी मात्र सोध्दैन, कन्टेन्ट पनि सोध्छ। यो 2को फर्स्ट क्वेसन हेर्नु त कन्टेन्ट छ। हाउ क्यान यु एक्सप्लेन द जियोमेट्रिक रिप्रेजेन्टेसन अफ द कम्प्लेक्स नम्बर जेड इक्वल टू प्लस थ्री? हाउ क्यान यु एक्सप्लेन, हामीलाई सोधिरहेछ, तिमी कसरी चाहिँ एक्सप्लेन गर्छौ आर्गन डायग्राममा? ओके, 3 पार्टमा छ यो एन्सर, हेरौँ। वास्तविक सङ्ख्याहरूलाई सङ्ख्या रेखामा देखाउन सकिन्छ, तपाईँलाई थाहा छ। वान डाइमेन्सन अथवा सङ्ख्या रेखामा देखाउन नसकिने सङ्ख्याहरू कम्प्लेक्स नम्बर हुन्। जसलाई चाहिँ वान डाइमेन्सनमा देखाउन सकिँदैन सङ्ख्या रेखामा, तिनीहरू कम्प्लेक्स नम्बर हुन्। फेरि यसै भन्दै गर्दा कसैले अब रियल नम्बर इज सबसेट अफ कम्प्लेक्स नम्बर भन्नुभयो भने त्यो सेन्सलाई छोडेको, यो इमेजिनेरी मात्र युनिट भएको, के अरे रियल मात्र भएकोवाला कम्प्लेक्स नम्बर भनेको होइन, दुइटै पार्ट छ त्यहाँ। कम्प्लेक्स नम्बरलाई 2D प्लेनमा देखाउन सकिन्छ, ख्याल गर्नुहोस् है यहाँ, जहाँ एउटा अक्ष रियल र अर्को अक्ष इमेजिनेरी हुन्छ क्या। एउटा रियल एक्सिस र अर्को इमेजिनेरी एक्सिस हुन्छ। यस्तो 2D प्लेनमा देखाउन सकिने नम्बरलाई हामीले इमेजिनेरी नम्बर, के अरे कम्प्लेक्स नम्बर भन्छौँ। यही 1300मा रियल र ठाडोमा इमेजिनेरी अक्ष रहेको डायग्रामलाई आर्गन डायग्राम भनिन्छ। आर्गन डायग्राम भनेको केही होइन, यही हो। 1300मा रियल एक्सिस, ठाडोमा इमेजिनेरी एक्सिस। जेड इक्वल टू 2+3 अहिले आर्गन डायग्राममा निम्नानुसार देखाउन सकिन्छ, यता 2 एक्सिस, यता 3 एक्सिस। यहाँ थोप्लो लगायो भने हुन्थ्यो साथीहरू, तर यसले तल गएर मोडुलस सोडुलस पढाउनु भनेको छ, त्यो भएर एरो लगाइदिएको। ख्याल गरौँ, नम्बर चाहिँ यो एरो होइन, नम्बर त एउटा पोइन्ट मात्रै हो। यहाँ 2 रियल एक्सिस र 3 इमेजिनेरी एक्सिस कोअर्डिनेट हो।
यो 2 अनि 3 चाहिँ 2 चाहिँ रियल, 3 चाहिँ इमेजिनरी कोअर्डिनेट हो। यति एक्सप्लेन, अरू केही छैन यहाँ। अब यो 10 मार्क्सको क्वेसन हो, मतलब 3 3 3 3 3 4 यस्तै होला। 4 मार्क्सको लागि यो पुगेछ। माथिपट्टि अलिकति ब्याकग्राउन्ड तपाईँ लेख्नु भएको छ, आर्गन डायग्राम छ। आर्गन डायग्रामको बारेमा एक लाइन यहाँ लेख्नु भएको छ। अब सेकेन्ड पार्टमा हामीले दुईवटा कुरा पढाउनु छ, एउटा मोडुलस पढाउनु छ, अर्को के छ सायद मोडुलस र आर्गुमेन्ट। ओके, मोडुलस पढाउनु छ भने मोडुलस शिक्षण पढाउनु छ है, ख्याल गर्नुहोस्। मोडुलस अफ अ कम्प्लेक्स नम्बर भनेको ओरिजिनबाट कम्प्लेक्स नम्बरसम्मको दूरी भने छलफल गराउने, भनिदिने लेखिदिने होइन, छलफल गराउने। के रहेछ त यो भने यहाँ त पोइन्ट हुन्छ एउटा, ओरिजिनबाट त्यो पोइन्टसम्मको डिस्टेन्स हो बाबु नानीहरू भन्ने। कुनै चित्र कम्प्लेक्स नम्बरको चित्र दिएर मोडुलस निकाल्न लगाउने र कम्प्लिमेन्ट अफ जेडले सङ्केत गर्न लगाउने भनेको कसरी निकाल्न लगाउने त भन्दा दूरी सूत्रबाट। दूरी सूत्र त बच्चा कम्प्लेक्स नम्बरभन्दा पहिला पहिला पढ्या हुन्छ। जस्तै मानौ 3+2i भन्ने कम्प्लेक्स नम्बर लिनुभयो भने 3 2 त यसको कोअर्डिनेट हो। 0 0सम्मको दूरी सूत्र प्रयोग गरेर निकाल्न लगाउने। उद्गम बिन्दु सधैँ 0 0 हुनाले जेड इक्वल टु एक्स प्लस आइवाई एक्स वाईको लागि अब हेर्नुहोस् है यहाँनिर, पहिला चाहिँ तपाईँले एउटा इक्जाम्पल दिनु पऱ्यो, निकाला बाबु नानी भन्नुभयो। अनि यहाँ तपाईँले के गर्नुभयो भने यदि यो पोइन्ट एक्स वाई भएको भए, जनरल पोइन्ट एक्स वाई भएको भए के हुन्थ्यो त भनेर छलफल गराउने। अब त्यो गर्दा बच्चाले दूरी सूत्र पढेको छ, यहाँ एक्स वाई यहाँ 0 0 हुन्छ भने अन्डर रुट एक्स स्क्वायर प्लस वाई स्क्वायर हुन्छ भनेर छलफल गराउने। अझ यहाँ एक लाइन तपाईँ थप्न सक्नुहुन्छ यसपछि, एक्स वाई यहाँ के हुन् त भने रियल पार्ट र इमेजिनेरी पार्ट हुन् भनेपछि कुनै पनि कम्प्लेक्स नम्बरको मोडुलस भनेको अन्डर रुट रियल पार्टको स्क्वायर प्लस कम्प्लेक्स पार्टको स्क्वायर हुँदो रहेछ। त्यसपछि आर्गुमेन्ट शिक्षण गर्नु पर्यो। आर्गुमेन्ट भनेको के पहिला बुझ्नु पर्यो। कम्प्लेक्स नम्बर भेक्टरमा ले कम्प्लेक्स नम्बर त थोप्लो हो, थोप्लोले एङ्गल बनाउँदैन, एङ्गल आर्गुमेन्ट भने त कम्प्लेक्स नम्बर भेक्टरले एक्स अक्षबाट पोजिटिभ डाइरेक्सनमा बनाएको कोणलाई बुझिन्छ भने छलफल गराउने। यसको क्यालकुलेसन निम्नानुसार निकाल्नु भनेको जस्तै यहाँ कम्प्लेक्स नम्बर छ भने पहिला कम्प्लेक्स नम्बर भेक्टर बनाउने, पोजिसन भेक्टर बनाउने। एक्स अक्षले त्यो भेक्टरसँग बनाएको पोजिटिभ डाइरेक्सनको एङ्गललाई चाहिँ हामी आर्गुमेन्ट भन्छौँ। जेड इक्वल टु एक्स प्लस आइवाईको लागि यदि त्यस्तो छ भने यो कोअर्डिनेट त एक्स वाई हुने भयो। यो एङ्गल निकाल्न छ हामी थीटा मानौँ यसलाई। अब यो कोअर्डिनेट एक्स वाई छ भने 0 देखि यो केसम्मको एक्स हुने भयो, केबाट पीसम्मको वाई हुने हो। यही कुरा यहाँ लेखेको छ चित्रमा, पी एक्स वाई इक्वल टु एक्स प्लस आइवाई एक कम्प्लेक्स नम्बर हो। एङ्गल एक्सओपी 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 पिओ एक्स होइन है साथी, पिओएक्स र एक्सओपी भनेको फरक फरक एङ्गल हो। तल्लो क्लासमा एउटै भनेर पढ्ने, अब तपाईँहरू त बुझ्नु भएको छ नि, क्लक एङ्गल एन्टी क्लक वाइज नेमिङ गर्नुपर्छ। घडी घुम्ने उल्टी दिशा घुम्नुपर्छ भनेको एक्स ओबाट सुरु गरेर पीतिर जानुपर्छ। पिओएक्स भन्नुभयो भने त यो बाहिरको कोण हुन्छ। यो एङ्गल एक्सओपी इक्वल टु थीटा नै कम्प्लेक्स नम्बर जेडको आर्गुमेन्ट हो। यो छलफल गराइयो आर्गुमेन्ट के हो भनेर अहिलेसम्म। निकाल्ने कसरी भन्दा राइट एङ्गल ट्रायङ्गल पिओकेमा यहाँ पिओके भने राइट एङ्गल ट्रायङ्गल हेर्नुभयो भने यहाँ टेन थीटा निकाल्दा त पी बाई बी हो। पी भनेको वाई अनि बी भनेको यो एक्स, ओके एक्स। पी के अपन ओके वाई अपन एक्स भनेपछि थीटा के हुने रहेछ, टेन इन्भर्स वाई बाई एक्स। यसरी जेड इक्वल टु एक्स प्लस आइवाईको आर्गुमेन्ट टेन इन्भर्स वाई बाई एक्स हुन्छ भने निष्कर्ष निकाल्न सहयोग गर्ने। यो लेखेर भ्याएपछि मेरो दिमागमा आयो यो त पढाउनु छ नि, यो त जेनरलाइजेसन पढाइयो यतातिर। तर बच्चालाई अझै ठोस रूपमा बुझाउन के गर्न सकिन्छ भने साथीहरू, कुनै एउटा चाहिँ स्पेसिफिक यहाँ कम्प्लेक्स नम्बर लिएर यसरी लाइन खिचेर प्रोट्र्याक्टरले यो एङ्गल निकाल्न पनि लगाउन सकिन्छ। त्यो मैले बक्समा लेखिदिरहेको छु। साथै प्रोट्र्याक्टरले नापेर थीटा पत्ता लगाउने क्रियाकलाप पनि गराउने, यो अलि योभन्दा माथि गराउने। पहिला यहाँनिर चाहिँ त्यो प्रोट्र्याक्टरले नाप्ने एक्टिभिटी यहाँ गराउने, त्यसपछि यो जेनरलाइजेसन गराउने। यो गर्नुभयो भने आर्गुमेन्ट पनि मजाले बुझिहाल्छ। त्यसपछि हामी क्वेसन नम्बर 3मा आउँ। डिस्क्राइब हाउ यु वुड इन्ट्रोड्युस द कन्सेप्ट अफ कोनिक सेक्सन युजिङ रियल लाइफ इक्जाम्पल्स। मैले बार बार तपाईँलाई जोड दिने एउटा कुरा छ, कन्सेप्ट। यो पेपरमा थुप्रै ठाउँमा कन्सेप्ट भन्ने वर्ड छ, ग्रुप बीमा पनि कन्सेप्ट सोधिरहेको छ। कन्सेप्टमा जोड दिनु पऱ्यो, ठ्याक्कै क्वेसनै कन्सेप्ट भनेर आइरहेछ। यो कोनिक सेक्सनको कन्सेप्टलाई रियल लाइफ इक्जाम्पलसँग जोडेर कसरी चाहिँ इन्ट्रोड्युस गर्नुहुन्छ, पढाउनुहुन्छ होइन है, आधा आधा छ क्या त्यो। हेर्दाखेरि यो पेडागोजीको क्वेसन जस्तो भए पनि 5 चाहिँ कन्टेन्ट छ। वाट टिचिङ एड
वुड यु युज टु मेक द कन्सेप्ट कङ्क्रिट? त्यो सिकाएको कुरालाई अथवा सिकाइलाई चाहिँ टिचिङ एड भनेको सिकाउनै हो। के चाहिँ शैक्षिक सामग्रीहरू प्रयोग गर्नुहुन्छ भन्ने चाहिँ त्यो चाहिँ क्वेसन छ। दुईटा पार्ट छ। पहिला कोनिक सेक्सन के होबाट सुरु गरौँ, किनकि यहाँ कन्सेप्टको कुरा छ। राइट सर्कुलर कोन अथवा कोन्स पनि हुनसक्छ। जस्तै हाइपरबोलामा जानुभयो, त्यही भएर मैले एपोस्ट्रोफी याद के अरे ब्राकेटमा याद राखेको छु। राइट सर्कुलर कोनलाई प्लेनले इन्टरसेक्ट गर्दा बन्ने विविध आकृतिलाई समग्रमा कोनिक सेक्सन भनिन्छ। राइट सर्कुलर कोन छ, त्यसलाई चाहिँ प्लेनले इन्टरसेक्ट गर्दाखेरि बन्ने आकृतिहरूलाई हामीले कोनिक सेक्सन भन्छौँ। एक डेफिनेसन हो। रियल लाइफ इक्जाम्पल प्रयोग गरी यी आकृतिहरूलाई निम्नानुसार इन्ट्रोड्युस गर्न सकिन्छ। यो क्वेसनको एन्सर अलिक लामो भएको छ, टाइमले नभेट्ने भए अलिकति छोटो पनि गर्न सक्नुहुन्छ। मैले प्रत्येकको फिगर बनाउने कोसिस गरेको छु, इक्जाममा यो अलिक अप्ठ्यारो हुनसक्छ। पहिलो कोनिक सेक्सन छ सर्कल। कोनलाई प्लेनले एक्सिससँग प्लेन या प्लेन दुई ठाउँ भएछ। कोनलाई प्लेनले एक्सिससँग पर्पेन्डिकुलर हुने गर्दै काट्दा सर्कल बन्छ। दुईटा कुरा भन्न सकियो, एक्सिससँग पर्पेन्डिकुलर भने पनि भयो, बेससँग प्यारल भने पनि त्यही हो। अब रियल लाइफमा के छ त भने गिलासको पिँध यसको सबभन्दा राम्रो उदाहरण हो। यदि गिलास चाहिँ हाम्रो घरमा जो चिया खाने गिलास हुन्छ, यदि त्यसको पिँध नकाटिएर पुरै गएको भए त कोन हुन्थ्यो। त्यो बिचबाट काटिया छ। कसरी काटिया छ भने त्यसको मुख र त्यसको पिँध त प्यारल हुने गरी काटिया छ। अनि त्यहाँ के बनिरहेछ घेरा भनेपछि सर्कल बनिरहेछ। यो चाहिँ एकदम सोलिड इक्जाम्पल भयो, किनकि त्यहाँ कोन नै काटेको ठ्याक्क देखिने गरी। तर कोन नकाटे पनि सर्कलका अरू उदाहरण जोडिदिनु पर्यो। त्यस्तै कोइन, रिङ, व्हिल पनि सर्कलकै उदाहरण हुन् भनेर जोड्नु पर्यो। अब इलिप्स, प्लेनले कोनलाई छड्के गरी काट्दा इलिप्स बन्छ। यो बुझाउने कुरा अथवा कन्सेप्टको कुरा, एकदम थ्योरिटिकल डेफिनेसन भन्दा नि कन्सेप्टको कुरा। छड्के गरी भनेर नि म्याथमा छड्के भन्ने कुरा चाहिँ वेल डिफाइन्ड चिज होइन यो। कति छड्के, कता छड्के यस्तो आउँछ नि त। तर यहाँ मैले त्यसलाई अलिकति सङ्केत गरेको छु। जहाँ प्लेनले एक्सिससँग बनाउने कोण सेमी भर्टिकल एङ्गल भन्दा सानो हुन्छ। यो जो सेमी भर्टिकल एङ्गल छ, यो कोणको टपमा बनेको, त्यो सेमी भर्टिकल एङ्गल भन्दा यो प्लेनले चाहिँ एक्सिससँग बनाउने यो यहाँनिर बनेको जो एङ्गल छ त्यो चाहिँ सानो हुने गरी। यो सानो हुँदा के हुन्छ भने साथीहरू, यो तलको छेउको सर्कल छ नि, यो चाहिँ क्रस हुँदैन कि। सर्कल क्रस भयो भने अर्कै बन्छ। सर्कल क्रस नहुँदासम्म चाहिँ सर्कल क्रस नहुँदासम्म इलिप्स बन्छ। अब इलिप्सको डे टु डे लाइफको इक्जाम्पल खोज्नु छ। प्लेनेटरी मोसन, ग्रह उपग्रहको गतिको कुरा छ। छड्के पारिएको काटिएको काँक्रोमा बनेको आकृति। काँक्रो हुन त काँक्रो चाहिँ आफैमा कन्सेप्टको हुँदैन, तर त्यसलाई छड्के गरी काटिएको छ भने त्यहाँनिर चाहिँ इलिप्स बन्छ। रनिङ ट्र्याक, त्यो रनरहरू दौडिने ट्र्याक चाहिँ कालो बनाए के कालो बनाएछ, इलिप्स सेपको बनाएको हुन्छ, ख्याल गर्नु होला। यसका रियल लाइफ इक्जाम्पल हो। त्यसपछि आउँछ प्याराबोला। प्लेनले छड्के पारी आधारको परिधि समेतलाई क्रस गर्ने गरी काट्दा अथवा कोनको एक जेनेरेटरसँग प्लेन प्यारल हुने गरी काट्दा प्याराबोला बन्छ। यो छड्किने पार्ने हो, तर कति छड्क्यो भने तलको यो पिँधको उसलाई पनि भेट्नु पर्यो क्या। के भन्छ यो सर्कललाई पनि। यो डेफिनेसन भन्नु र एउटा जेनेरेटरसँग प्यारल हुने गरी भन्नु एउटै हो। एउटा मात्रै जेनेरेटरसँग प्यारल हुन्छ, ख्याल गर्नुपर्ने कुरा। अब यस्तो कहाँ हुन्छ त प्याराबोला भने वाटर फाउन्टेन आर्क, पानीको यस्तो बना हुन्छ नि, इन्द्रेणी, सेटेलाइट डिस, सस्पेन्सन ब्रिजको तलको त्यो सपोर्ट सिस्टम हुन्छ, त्यो चाहिँ इलिप्स सेपमा हुन्छ। आदि सरी प्याराबोलाको सेपमा हुन्छ। आदि प्याराबोलाको उदाहरण हो। अब आयो हाइपरबोला। डबल सर्कुलर कोन्सलाई प्लेनले सेमी भर्टिकल एङ्गल भन्दा ठुलो हुने गरी काट्दा हाइपरबोला बन्छ। भनेको दुईटा हाइपरबोला छन्, यो आइडेन्टिकल हाइपरबोला। तिनीहरूलाई यसरी काट्नु पर्यो, माथिको पनि तलको पनि त्यो बेसको चाहिँ सर्कल चाहिँ क्रस हुने गरी काट्दाखेरि भन्छ। अब यसको डेली लाइफ इक्जाम्पल खोज्न चाहिँ अलिकति गाह्रो छ। वाइकल टु वान बाई एक्सको ग्राफ, वाइकल टु वान बाई एक्सको ग्राफ हेर्नुभयो भने ओरिजिनबाट एउटा तल फर्के हुन्छ, एउटा माथि फर्के हुन्छ। डिफ्रेन्ट टावरको अब्जेक्टिभ नेभिगेसन, यो टावरको नेभिगेसनहरू छ नि साथीहरू, यो टावरको नेभिगेसन कस्तो हुन्छ भने थोरै कुरो यहाँनिर, यहाँनिर टावर छ भने अनि यहाँनिर अर्को टावर छ सपोज। अब यो बिचमा चाहिँ कुनै वस्तुलाई यिनीहरूले चाहिँ भनौँ यतातिरको कुनै वस्तुबाट यहाँ आउने चाहिँ नेभिगेसन छ भने यिनीहरूले त
यस्तरी फालेर हुन्छ नि यहाँ किरण त के भन्छ त्यो रेडियो एक्टिभ रेजहरू क्या। अनि यसले पनि यस्तरी फालेर हुन्छ, यसको आफ्नो रेन्ज हुन्छ, यसको आफ्नो रेन्ज हुन्छ, यो चाहिँ समग्रमा चाहिँ हाइपरबोला भन्छ भन्ने किसिमको कन्सेप्ट हो। अब हाइपरबोलाको ठ्याक्कै डे टु डे लाइफमा देखिने एउटा यो ग्राफ चाहिँ भयो 1/x को। अरू इक्जाम्पल तपाईँहरू पनि एड गर्न सक्नुहुन्छ, मेरो दिमागमा यी दुई तिनवटा कुराहरू आयो। सेकेन्ड पार्टमा चाहिँ यी माथिका कोनिक सेक्सनलाई कङ्क्रिट कन्सेप्टको रूपमा विकास गर्न निम्न टिचिङ एड प्रयोग गर्न सकिन्छ। अब टिचिङ एडको कुरा छ तलतिर। मैले एउटा प्रस्ताव गरेँ, मैनको कोण र तातो चक्कु, यो चाहिँ वाक्सको कोण बनाउने अनि तातो चक्कु बनाउने। त्यो भएपछि काट्न सकियो। उपयुक्त आकारको क्यान्डल कोन सेपमा चाहिँ लिने र त्यसलाई फरक फरक तरिकाले तातो चक्कुले काटेर कोनिक सेक्सनहरू खोज्न र व्याख्या गर्न लगाउने गरे पनि मजाले पढाउन सकिन्छ कोनिक सेक्सन। त्यसपछि अर्को छ लोकस बेस्ड ड्रइङ एड। कोनिक सेक्सनका आकृतिलाई ड्रइङ एड प्रयोग गरेर शिक्षण गर्न सकिन्छ। जस्तै दुई बिन्दु ए र बीमा किला ठोकेर मैले यहाँ एउटा इलिप्सको चाहिँ यो इक्जाम्पल दिएछु। यसै गरी प्याराबोला लगायत अरू पनि सर्कल पनि गर्न सकिन्छ। जस्तै दुई बिन्दु ए र बीमा किला ठोक्ने, ए र बीमा किला छ र धागो बाँध्ने, एउटा धागो बाँध्ने, जति तपाईँलाई लेन्थ मन लाग्छ त्यति धागो बाँध्ने। अवश्य धागोको कुल लम्बाइ एपी प्लस पिबी स्थिर हुने गरी घुमाउँदा बन्ने आकृति व्याख्या गरेर लगाउने भनेको कस्तो भने ए र बी दुईटा पोइन्ट छन् अनि धागो बाँध्नु हो। अब यो धागोमा चाहिँ एउटा किलालाई सर्काउने क्या यहाँ, यहाँनिर एउटा केही वस्तु लिने भनौँ न, ढुङ्गोसँग केही लिने, यसलाई यस्तो सर्काउँदै जहाँ जहाँ भेट्छ घुमाउनु भयो भने के हुन्छ भने एबाट यहाँसम्मको र यहाँबाट यहाँसम्मको डिस्टेन्सको सम त कन्सट्यान्ट भयो नि। कन्सट्यान्टसम्म घुम्दाखेरि दुई बिन्दुबाट हुने दूरीको सम चाहिँ कन्सट्यान्ट हुने गरी घुम्दाखेरि त त्यो त इलिप्स बन्छ। यहाँ डिफ्रेन्ट डिफ्रेन्ट पोजिसनमा मैले पी देखाएको छु, एबी छन्, यो धागो यहाँ थियो अनि यस्तो घुमाउँदा यहाँ पुग्यो, यहाँ पुग्यो। तर जहाँ पनि यो के छ भने एदेखिको दूरी र बीदेखिको दूरीको सम चाहिँ इक्वल छ। ख्याल गर्नु ए र बी बिचको, ए र बीबाट पीसम्मको डिस्टेन्स इक्वल भने होइन, एपी र पिबीको सम यहाँ लेखेको छ नि, एपी प्लस पिबी चाहिँ कन्सट्यान्ट हुने गरी घुमाउँदाखेरि चाहिँ इलिप्स बन्छ। अब यसै गरी एक ठाउँमा किला ठोक्ने, फिक्स लेन्थको डोरी बाँध्ने अनि त्यो डोरीलाई घुमायो भने सर्कल बन्छ। अनि त्यसै गरी एउटा लाइन र एउटा पोइन्टबाट डिस्टेन्स इक्वल हुने गरी घुमायो भने प्याराबोला बन्छ। यसरी चाहिँ शिक्षण गर्न सकिन्छ। दुईटा मैले एड भयो, तिनवटा त्यसै गरी जियोजेब्रा 3D। जियोजेब्रा कोण र प्लेनको इन्टरसेक्सन जियोजेब्रामा गरी विविध कोनिक सेक्सनलाई प्रदर्शन गर्ने, जियोजेब्रामा 360 डिग्री घुमाएर देखाउने र छलफल गराउने। धेरै जस्तो तपाईँले जियोजेब्रा प्रयोग गर्नु भएको 3D जियोजेब्रामा चाहिँ एउटा कोण लिने र प्लेनलाई डिफ्रेन्ट डिफ्रेन्ट तरिकाले काटेर इन्टरसेक्सन चाहिँ त्यो घुमाएर 360 डिग्री घुमाएर देखाउन सकिन्छ। विद्यार्थीलाई के को आकृति बनेको छ तिम्रो कपीमा बनाऊ भनेर यो एड पनि राम्रै हुन्छ। ड्रइङ मोडेल विथ डिस्कसन, कोण र प्लेनको इन्टरसेक्सनलाई ड्रइङबाट पनि प्रदर्शन गर्न सकिन्छ। यसो गर्दा प्लेन आधारसँग समानान्तर हुँदा, जेनेरेटरसँग समानान्तर हुँदा आदि अवस्थामा कस्तो आकृति देखिन्छ भने छलफल गराउनु। माथि मैले जस्तो चित्रहरू बनाएँ यस्तै चित्रहरू बच्चाहरूलाई बनाउन लगाउने, कस्तो बन्छ ल बनाऊ भनेर पनि यो टिचिङ गर्न सकिन्छ। 3D प्रिन्टेड क्रस सेक्सन, क्ले मोडेल, फ्रुट मोडेल पनि प्रयोग गर्न सकिन्छ। 3D रेडिमेड मोडेल पनि हुन्छन्, रेडिमेड मोडेल जस्तै कोण काटेकै मोडेल पनि भेटिन्छ। एवं फलफुलहरू जस्तै काँक्रो, आलु आदिलाई कोण सेपमा तयार गरी कटआउट गरी कनिक सेक्सन निकाल्न लगाउने। यसरी आकृतिबारे धारणा स्पष्ट पारिसकेपछि यहाँ यो लास्ट लाइन महत्त्वपूर्ण छ है। पारिसकेपछि लोकस डेफिनेसन मार्फत समीकरण र कोनिक सेक्सनका पार्टबारे छलफल गर्नुपर्छ। कोनिक सेक्सनका जो पार्ट हुन्छ नि, इसेन्ट्रिसिटी भन्छौँ हामीले अथवा अरू फोकस फोकस यी कुराहरू छन्, तिनी अनि यिनीहरूको इक्वेसन जो छ नि, यो कोनिक सेक्सनबाट पढाउन सकिँदैन। कोनिक सेक्सनबाट कन्सेप्ट मात्र आउँछ। अब इक्वेसन पढाउनलाई तिनीहरूको लोकस डेफिनेसनमा जानु पर्यो र इक्वेसन र पार्टहरू पढाउनु पर्यो भनेर लास्टमा चाहिँ वे फरवार्ड दिएको। ल क्वेसन नम्बर 4मा जाउँ। Use the concept of two regression coefficient to calculate the correlation coefficient given two regression equation y equal to 2x and 6x minus y equal to 4. Determine the two regression coefficient and explain how you teach the correlation coefficient using these equations. यहाँ दुईटा इक्वेसन दिएको छ। यिनीहरूबाट चाहिँ रिग्रेसन कोएफिसिएन्ट निकाल अनि कसरी पढाउँछौ यो लेख भनेर चाहिँ पहिला 2 मार्क्स अनि 8 मार्क्सको छ। दुईटा इक्वेसन दिएको छ नि, एउटा y इक्वल टु छ भने ख्याल गर्नु पर्यो, अर्को बाँकी रहेको चाहिँ x अन y हो, अर्कोलाई x इक्वल टु फर्ममा लानुपर्छ। रिग्रेसन लाइन अफ y अन x चाहिँ y इक्वल टु 2x छ भनेको byx 2 रहेछ। रिग्रेसन लाइन अफ x अन y चाहिँ x, यसलाई x इक्वल टुको फर्ममा लाँदा 1/6x प्लस 4/6 भयो। यहाँबाट y को कोएफिसिएन्ट जो 1/6 छ यो bxy हुन्छ। सेकेन्ड पार्टमा भनेको छ दिएका दुई समीकरणको प्रयोग गरी कोरिलेसन कोएफिसिएन्ट शिक्षण गर्दा के क्रियाकलाप गर्न सक्नुहुन्छ भने चाहिँ दुई तिनवटा क्रियाकलाप मैले लेखेको छु।
दुवै रेखाहरूबाट एक्सका 5 भ्यालु लिने र वाइका 5 भ्यालु निकाली तालिका बनाउन लगाउने। जस्तो वाइ इक्वल टु 2x को टेबल मैले यहाँ बनाएको छु, अर्को पनि यस्तै टेबल बनाउने, तर टेबल कस्तो भने बिल्कुल अलग बनाउने होइन। यहीँनिर यहीँनिर चाहिँ थोरै एड गरेर एक्सको भ्यालु चाहिँ त्यही हुन्छ, वाइ मात्र अर्को निकालिदिने, वाइको भ्यालुहरू मात्र चाहिँ अर्को निकालिदिने भनेको। अब यो भ्यालुको के प्रयोग हुन्छ यहाँनिर हेरौँ। तिनीहरूलाई डायग्राममा लाइन खिच्न लगाउने, डायग्राममा लाइन खिच्ने। एक्स एउटै छ, वाइ वाइको भ्यालुहरू भरेर चाहिँ दुइटै लाइन चाहिँ एउटै डायग्राममा खिच्न लगाउने। एक्स अक्ष बढ्दै जाँदा वाइ अक्षमा परेको प्रभाव कस्तो छ भनेर कोरिलेसन कोएफिसिएन्ट धनात्मक होला कि ऋणात्मक होला विद्यार्थीले सोध्ने है। अब त्यो दुइटै लाइनहरू चाहिँ एक्स बढ्दै जाँदा त्यो दुइटै लाइन बढ्दै गएका छन् भनेपछि यसको मतलब के हुने भयो भने पक्कै कोरिलेसन कोएफिसिएन्ट धनात्मक होला भन्ने चाहिँ त्यहाँ एउटा छलफल गराउने र निर्णय निर्णयमा सहयोग गर्ने। माथि प्राप्त बिएक्सवाई र बिवाइएक्सको माथि प्राप्त बिएक्सवाई र बिवाइएक्सको प्रयोग गरी यो आरको जो फर्मुला छ यो सूत्रबाट चाहिँ आर निकाल्न लगाउने। साथै बिएक्सवाई र बिवाइएक्स दुवै पोजिटिभ भएकाले आर पनि पोजिटिभ हुन्छ भने छलफल गराउने। अनि यहाँ पनि पोजिटिभ हुन्छ भन्ने कुरा यहाँ डिटरमाइन गरेको थियो। यहाँ फेरि अर्को थ्योरिटिकल डिस्कसन गराउने। अब माथि लिएका 5 बिन्दु, यहाँ 5 बिन्दु लिनु भएको थियो नि, 5 बिन्दु भन्नाले एक्सको चाहिँ होइन, अब यो वाइ र अर्को वाइ, यो दुईटा वाइ वाइका चाहिँ 5 बिन्दु वाइका भ्यालुहरू भने चाहिँ बिच यो प्रयोग गरेर चाहिँ कोरिलेसन निकालिदिने, यहाँनिर आर निकालिदिने। यो एक्स भनेको चाहिँ यहाँ माथिल्लो वाइ हो, यसलाई एक्स अर्कोलाई वाइ मानेर यो एक्स यहाँ भएको एक्सलाई इग्नोर गर्ने। दुईटा वाइ वाइको भ्यालु प्रयोग गरेर फेरि यो फर्मुला प्रयोग गरेर पनि कोरिलेसन निकाल्न लगाउने र यो कम्पेयर गर्न लगाउने। बिवाइएक्स बिएक्सवाई गर्दाखेरि आउने कोरिलेसन र पोइन्टबाट लिएको कोरिलेसन चाहिँ सेम आउँछ कि डिफ्रेन्ट आउँछ भनेर कम्पेयर गर्न लगाउने। यो तिनवटा एक्टिभिटी चाहिँ मैले लेखेँ। यो टेबल बनाएर डायग्राममा भर्ने, यसले पोजिटिभ होला नेगेटिभ होला कन्सेप्ट दिन्छ। बिएक्सवाई बिवाइएक्स फर्मुला प्रयोग गरेर निकाल्न लगाउने र फेरि माथि दिएको चाहिँ यो टेबलका वाइ भ्यालुहरू प्रयोग गरेर कोरिलेसन निकाल्ने, सेम आउँछ कि आउँदैन कम्पेयर गर्न लगाउने। यो तिनवटा एक्टिभिटी गराउनु पर्यो। क्वेसन नम्बर 5 छ critically analyze the role of formative and summative assessment in teaching mathematics at the secondary level. Suggest how you would balance both in classroom practice. क्रिटिकल एनालाइसिस भनेर चाहिँ यसलाई धेरै दृष्टिकोणबाट व्याख्या गर्न सकिन्छ। मैले चाहिँ कमजोरी पक्ष र राम्रो पक्ष के छ भन्ने हिसाबले बुझेछु। कम्पेरिजन चाहिँ होइन यो। अनि यसलाई चाहिँ क्लासरुम प्र्याक्टिसमा कसरी चाहिँ ब्यालेन्स गर्न सकिएला भनेर थोरै हाई लेभलको प्रश्न यहाँनिर सोधेछ। यो कुरालाई हामीले 4 मार्क्समा जोड्नु पर्यो। फर्स्ट पार्टमा फर्मेटिभ एसेसमेन्ट थोरै परिचय, शिक्षण सिकाइको क्रमसँगै शिक्षक विद्यार्थी दुवैलाई सिकाइको प्रगति बुझ्ने, तुरुन्त पृष्ठपोषण दिने र सिकाइका रणनीति समायोजन गर्ने उद्देश्यले गरिने एसेसमेन्टलाई फर्मेटिभ एसेसमेन्ट भनिन्छ। यसका राम्रा पक्षहरू समयमा त्रुटि पहिचान हुन्छ, विद्यार्थीको सक्रियता रहन्छ, इन्डिभिजुअलाइज पर्सनलाइज लर्निङ हुन्छ, आत्मविश्वास विद्यार्थीको आत्मविश्वासमा वृद्धि हुन्छ, सिकाइमा सुधार हुन्छ, शिक्षकको प्रभावकारी निर्णयको आधार बन्छ। फर्मेटिभ एसेसमेन्टका चुनौती पनि छन्। समय व्यवस्थापन, विश्वसनीयता वैधता कमजोर हुने, अभिलेखीकरणको चुनौती, विद्यार्थीमा थकान, परीक्षण थकान, टेस्ट फ्याटिक पैदा हुन सक्छ कि परीक्षा भन्दाखेरि एकदम धेरै परीक्षा भइराखेको भएर। अब परीक्षा होला अरू साधन होला त्यसरी जे होस् चाहिँ त्यो सधैँ मूल्याङ्कन मूल्याङ्कन भन्दाखेरि थकान पनि पैदा हुने एउटा खतरा रहन्छ। र शिक्षकको दक्षताको प्रश्न छ। शिक्षकको दक्षता कमजोर छ भने यो फर्मेटिभ असेसमेन्ट चाहिँ बहुत कमजोर हुन्छ। समेटिभ गणित शिक्षणमा कुनै सत्र चरण वा पाठ्यक्रमको अन्त्यमा सिकाइ स्तर मापन गर्ने उद्देश्यले गरिने एसेसमेन्ट नै समेटिभ एसेसमेन्ट हो। समेटिभ एसेसमेन्टमा सबल पक्ष यिनीहरू छन्। उपलब्धि प्रमाणित गर्न सकिन्छ, मानक निर्धारण मानक विकास गर्न सकिन्छ, तुलना एवं श्रेणी विभाजन, नीति निर्माणका लागि तथ्याङ्क उपलब्ध गराउने, अर्को स्तर तह अध्ययनका लागि आधार निर्माण। गणित शिक्षणमा फर्मेटिभ एसेसमेन्टका चुनौती सीमितता यस प्रकार छन्। फेरि समेटिभका पनि चुनौतीहरू छन्। यसलाई नै मैले क्रिटिकल एनालाइसिसको रूपमा बुझेर त्यो अनुसार लेखेको छु है। यो एन्सरको मोडल फरक पनि तपाईँले पार्न सक्नुहुन्छ, तर यो कम्पेरिजन चाहिँ होइन फर्मेटिभ र समेटिभ। सिक्ने प्रक्रियाको उपेक्षा गर्छ क्या। सिक्ने क्रममा विद्यार्थीले के कति सक्रियता देखाए त्यो कुराहरू चाहिँ यसले मतलब गर्दैन। अन्तिम नतिजामा मात्रै जोड दिन्छ। बुझाइ खोज एवं तर्कभन्दा स्मरणलाई बल पुर्याउँछ। उच्च मानसिक दबाव र असमानता हुन्छ। समेटिभ एसेसमेन्टबाट असमानता त पक्का हुन्छ किनकि त्यो श्रेणी विभाजन गर्ने लिने हो। सीमित पृष्ठपोषण, सुधारको न्यून अवसर आदि।
सेकेन्ड पार्टमा भने चाहिँ यसलाई क्लासमा कसरी चाहिँ ब्यालेन्स गर्ने भनेको छ। कक्षा अभ्यासमा फर्मेटिभ र समेटिभ एसेसमेन्ट बीच सन्तुलन कायम गरेर निम्न उपायहरू अवलम्बन गर्नुपर्छ। वार्षिक योजना कार्ययोजनामा स्पष्ट व्यवस्था गर्ने। कहिले कुन चाहिँ इभ्यालुएसनको एसेसमेन्टको चाहिँ कार्यक्रम हुनेवाला छ पहिले फिक्स गऱ्यो भने विद्यार्थी अनुसार मेन्टल सेटअप गर्छ कि। फर्मेटिभ सब्मेटिभको वार्षिक ग्रेडमा भार उपयुक्त कायम गर्ने। यो वार्षिक ग्रेडिङ गर्दाखेरि फर्मेटिभ कति सब्मेटिभ कति गर्ने हो यसको चाहिँ उपयुक्त भार चाहिँ कायम गर्ने। नेपालमा भार कायम छ उपयुक्त छ कि छैन यो तपाईँहरूकै विश्लेषण। 25-75 छ 10 कक्षाको हकमा, म्याथको हकमा। सक्रिय सिकाइ र अनुगमनको प्रभावकारिता अभिवृद्धि गर्ने। सिक्ने क्रममा चाहिँ अनुगमन भनौँ न पृष्ठपोषण चाहिँ निरन्तर दिइराखियो भने यो ब्यालेन्स हुन्छ सब्मेटिभ र फर्मेटिभ। टेस्ट एसेसमेन्ट पछि फर्मेटिभ त्रुटि विश्लेषण पृष्ठपोषण एवं उपयोग गर्ने। यो परीक्षा लिने कापी चेकै नगर्ने, कापी चेक गरेर विद्यार्थी कमजोरी कहाँ छ नभनिदिने, सुधारको कुराहरू त्यहाँबाट नलिने हो भने विद्यार्थीले मात्र बोझ हुन्छ एसेसमेन्ट। त्यही भएर त्यो एसेसमेन्ट लिइसकेपछि त्यसको त्रुटि विश्लेषण पृष्ठपोषण उपयोग गर्ने। समय समयमा डायग्नोस्टिक टेस्ट र त्यसका आधारमा रेमेडियल टिचिङ गर्ने। यो निदानात्मक परीक्षा र उपचारात्मक शिक्षण गरिएन भने फर्मेटिभ एसेसमेन्ट चाहिँ औपचारिकता मात्र हुन्छ। फर्मेटिभ एसेसमेन्टलाई विश्वसनीय वस्तुनिष्ठ एवं पूर्वानुमानयोग्य बनाउने। प्रविधिको सहयोगबाट सिकाइ सशक्तिकरण गर्ने। अहिले त कस्तो छ भने यो सेल्फ पेस लर्निङ कम्प्युटर बेस्ड छ कि साथीहरू। विद्यार्थीलाई कम्प्युटरमा पहिले प्रोग्राम गरिएका थुप्रै क्वेसनहरू दिने, उसले आफ्नो हिसाबले सिक्छ। कम्प्युटर भनेको मोबाइलमा पनि सम्भव छ। ऊ त्रुटि गर्यो भने त्योभन्दा आफै आफ सजिलो क्वेसनहरूमा जाने र त्रुटि गरेर मिलाउँदै गयो भने फेरि बिस्तारै अप्ठ्यारोमा जाने त्यो किसिमको भयो भने पनि त्यो फर्मेटिभ एसेसमेन्टबाट हुनुपर्ने सुधारमा चाहिँ ब्यालेन्स गर्न सकिन्छ। फर्मेटिभ एसेसमेन्टको नतिजा सम्बन्धमा विद्यार्थी शिक्षक अभिभावक अन्तर्क्रिया र रणनीति निर्माण। यो फर्मेटिभ एसेसमेन्टले दिने जो इन्फर्मेसन हुन्छ त्यो चाहिँ विद्यार्थी शिक्षक अभिभावक अन्तर्क्रिया गरेर नयाँ रणनीति निर्माण गर्न सकियो भने विद्यार्थी त्यहाँबाट सुधारिन्छ। सुधारेपछि समेटिभ इभ्यालुएसनमा पनि राम्रो गर्छ। वर्तमान पाठ्यक्रमले माध्यमिक तह गणित फर्मेटिभ एसेसमेन्टलाई ग्रेडिङमा 25% भार दिएको छ। फर्मेटिभ एसेसमेन्टका निर्धारित गाइडलाइनको परिपालना गरी विश्वसनीयता वृद्धि गर्न सके यी दुई बिच सन्तुलन हुने देखिन्छ। मैले चाहिँ अहिले पाठ्यक्रमसँग सन्तुलन हुने अपेक्षा व्यक्त गरेँ। तपाईँलाई योभन्दा फरक पनि राख्न सक्नुहुन्छ। तपाईँहरूले त्यो आन्तरिक मूल्याङ्कन गाइडलाइन भन्ने एउटा चाहिँ यस्तै केही नाम छ, ठ्याक्कै नाम मलाई याद छैन। त्यो एउटा चाहिँ पाठ्यक्रम विकास केन्द्रले पब्लिस गरेको छ। त्यसमा हेर्नुभयो भने त आन्तरिक मूल्याङ्कनको विद्यार्थीहरूलाई कसरी ग्रेडिङ गर्ने, के गतिविधि गराउने, के गर्यो भने कति नम्बर दिने एकदम राम्रोसँग त्यहाँ व्यवस्था गरेछ। यदि यसको कार्यान्वयन परिपालना गर्न सकियो भने चाहिँ फर्मेटिभ इभ्यालुएसनको विश्वसनीयता बढ्छ र ब्यालेन्स चाहिँ कायम हुन्छ भनेर यसरी मैले यो 5वटा क्वेसनहरू चाहिँ लेखेँ साथीहरू। अब यसलाई चाहिँ तपाईँहरूले मोडिफाई गर्न पनि सक्नुभयो। यसलाई तपाईँले लिन चाहनुभयो भने यो पिडिएफ सिडिएफ त ह्यान्ड रिटन पिडिएफ कता सेयर गर्नु होइन, तपाईँले भिडियो चाहिँ पज गरेर यसलाई चाहिँ नोट लेख्न सक्नुभयो। र मैले छिट्टै 3वटा क्वेसन लेखिसकेको छु, 2वटा क्वेसन लेखेँ भने ग्रुप बीको पनि भिडियो चाहिँ तपाईँहरूलाई पस्किने बाचा गर्दै। र एउटा थप कुरा चाहिँ यदि तपाईँहरूमध्ये कोही निमाविको पनि अध्ययन गर्नुभएको छ अथवा तपाईँको नजिकको कोही साथीहरू निमावि अध्ययन गर्ने हुनुहुन्छ भने यो मेरो बुक पब्लिस भएको छ यो ग्रुप पब्लिकेसनबाट। यो 20 सेट चाहिँ सोलुसन हो। 20वटा सेट ठ्याक्कै इक्जाम आउने स्टाइलमा 20वटा सेट त्यसको सोलुसन छ। प्लस कुनै च्याप्टरमा अलिकति कभर भएन कन्टेन्ट भन्ने लाग्यो भने थप क्वेसनहरू त्यस बुकको लास्टमा राख्दछु। यो बुक एकदम फ्रुटफुल हुन्छ भन्ने लागेको छ। अनि सधैँ जस्तो रेकर्डेड क्लासहरू पनि निमाविको उपलब्ध छ। निमाविको रेकर्डेड क्लास माविको भन्दा अझ बेटर छ किनभने त्यो व्हाइट बोर्ड रेकर्डेड हो। माविको चाहिँ यो भर्चुअल बोर्ड रेकर्डेड थियो। यदि चाहिँ तपाईँ अथवा तपाईँको कोही नजिकको मान्छे स्टडी गर्दै हुनुहुन्छ, निमाविको परीक्षा दिँदै हुनुहुन्छ भने दिस माइट बी भेरी फ्रुटफुल टु यु। यो बुक कभर छ। यसको मूल्य पनि महँगो छैन, कति 550 कि यस्तै कति छ। यो एकदमै फ्रुटफुल हुन्छ किनभने कोर्स पनि कभरेज छ र इक्जाममा कसरी क्वेसन आउँछ र कसरी लेख्ने भन्ने कुरा यसमा टोटल्ली कभर छ। ल छिटै नै चाहिँ खण्ड बी पनि ल्याउने बाचा गर्दै यो भिडियोलाई यहाँ अन्त्य गर्ने अनुमति चाहन्छु। हस्त नमस्ते। यहाँहरूको समय शुभ रहोस्।